म लाहोरबाट फर्कने दिन अर्थात् 8 वर्षपछि देहरादुनबाट गाउँ फर्कदाको साँझ प्राय सबैतिर सबैजना सुतिसकेका थिए। कोही कोही घरमा सुत्ने थरखर हुँदै रहेछ। हाम्री जेठी आमा र जेठा दाजु अलि तलैको घरमा बस्नुहुन्थ्यो। घर बाटोकै छेउमा पर्ने भएकोले पनि मैले पहिले जेठी आमा र जेठा दाजु भाउजूलाई नै भेटेर जाने निर्णय गरेँ र भरियालाई बाटोमा बाकस बिसाउन भने। को छौ हौ घरभित्र भन्दै म सरासर घरभित्रै छिरे। म भित्र छिर्न साथ सबैजना डराए। को हौ यति बेला ज्वास्ती भित्र आउने भन्दै दाइले पालीमा सिउरेको खुर्पेटोबाट झ्याप्पै आँसी निकालिहाल्नुभयो। सायद गाउँघरमा चोरको जगजगी पनि थियो होला, त्यसैले होला मलाई पनि दाइले शङ्का गरिहाल्नुभयो। म हुम्का दाइ, हजुरको भाइ बलबहादुर, चिन्नु भएन र? मैले हाँस्दै भने। को रे? को बलबहादुर हो? खै मुखतिर लाइट बाल त भन्दै दाइ गर्जिनु भयो। मैले मेरो अनुहारतिर लाइट तेर्स्याएँ। उहाँको हातको आँसी अझै तयारी अवस्थामा नै थियो, तर मलाई डर चाहिँ लागेको थिएन। 16 वर्षको उमेरमा घर छोडेको मान्छे 25 वर्षमा घर आउँदा उहाँलाई पनि सायद चिन्न गाह्रो भएछ क्यारे। एकछिन अलमल्ल पर्नुभयो, तर मेरो अनुहार देख्ने बित्तिकै आमाले चाहिँ चिनिहाल्नु भएछ। च्याप्पै अँगालो हालेर रुन थाल्नुभयो। बाबु, कहाँ थिइस् त आजसम्म? न चिठी आयो न केही खबर पाइयो। लडाईँ चल्या छ भन्थे, खै को त मरे अरे पनि भन्थे। तेरैले तेरो पनि आशा मार्या थिए बाबु, तर मलाई चाहिँ पक्कै आउँछस् भन्ने लाग्थ्यो। त आइसस्, खुसी लाग्यो बाबु। मेरो बाबु, तँ त झन् कस्तो दुब्लाएछस्। आमाको रुबाई झन् बढ्दै थियो। आमा रुन थालेपछि बल्ल दाइले पनि चिन्नुभयो। झ्याम्मै आएर अँगालो हालेर रुन थाल्नुभयो। मेरो भाइ बलबहादुर, त कहाँ हराएको थिइस्? ओहो, आज कसरी आइस् नि बाबु? आमा र दाजुलाई अँगालोबाट छुटाउनै गाह्रो पर्यो। त्यसैमा भाउजू र छोराछोरीहरू पनि थपिएपछि त्यहाँ रुवाबासीको भुइँचालो भयो। भैया भाइ हेरेको हेरै भयो। उनीहरूलाई मैले बल्ल बल्ल सम्झाएँ। अब त म बाँचेर आएको छु, लडाईँ सकिसक्यो, युद्ध हामीले जित्यौँ। यो रुने होइन, हाँस्नुपर्छ। अब त 2 महिनाको छुट्टीमा आएको छु, भोलि वा पर्सि भेट भइहाल्छ। म आउँछु यतै बस्ने गरी, अनि त्यहाँबाट बसेर गफ गरौँला। रात छिप्पिन लाग्यो, अब म जान्छु, नरुनुहोस् भनेर बडो मुस्किलले फकाए। कहाँ जान्छस् यति बेला? भो यति बस, अब भोलि जालास्। अहिले त घरमा पनि सबैले खाएर सुतिसके होलान्, भो नजा भनेर दाइ र आमाले कर गरेको गरे गर्नुभयो। तर मैले मानिन। झोलाबाट झिकेर एक प्याकेट सिगरेट हातमा राखिदिएँ र भोलि दिउँसो आउँछु र भेटौँला है भन्दै म हिँडेँ। भरिया अघि अघि, म पछि पछि। यस्तै असार श्रावणको महिना हुँदो हो। हातमा घडी थियो। यसो हेरेको 10:15 बजिसकेको रहेछ। टर्च लाइट थियो मसँग। त्यही बालेर घर पुग्दा त सबै सुतिसकेका रहेछन्। आमा, आमा, म आएँ। आमा, म ठुलो छोरो हुँ का? आमा, आमा, म आएँ भनेर आँगनबाटै कराएँ। मेरो आवाज सुनेर आमा उठ्नु भएछ। को हो भन्दै सोध्नुभयो भित्र झ्यालबाटै। मैले म ठुलो हुँ क्या आमा, बलबहादुर, म त आएँ घर, लाहोरबाट आएँ, हेर्नुहोस् त आमा भनेर लाइट भुइँतिर बाल्न भ्याएको थिएन। आमाले भरक्कै दैलो उगारेर बाहिर आउनुभयो र आँगनमै अँगालो हालेर रुन थाल्नुभयो। मेरो बाबु बलबहादुर, त कहाँ थिइस् नि अहिलेसम्म? हे ईश्वर भगवान, मेरो बाबु आएछ। लौ न, मेरो बाबु आएछ। कता थिइस् नि बाबु त आजसम्म? ए बुढा, उठ त। बाबु आमाको बोली नै पुरा हुन सकिरहेको थिएन। एकहोरो आमाका आँसु झरेको झरे भए। आमाले त एकहोरो मलाई च्यापेको च्यापे मात्रै गर्नुभयो। त्यसपछि बुवा उठ्नुभयो, भाइहरू उठे। दिदीबहिनीको विवाह भइसकेको रहेछ। माइलो भाइ पनि बिहे गर्ने भइसकेको रहेछ। ओहो, कत्रा कत्रा भाइहरू पनि। मलाई त अचम्म लाग्यो। सबै उठेर मलाई अँगालो हालेर रुन कराउन थाले। मेरै कारणले गर्दा गाउँका मान्छेहरू पनि उठ्लान् भन्ने डर भयो। सबैलाई सम्झाएँ पनि आमालाई सम्झाउन बडो मुस्किल पर्यो। आमा धेरै बेर रुनुभयो। स्वर सुकेर बोल्न पनि अप्ठ्यारो भइरह्यो। ठिकै छ, अब रुनु पर्दैन आमा, म अब घरै आइसकेँ। बरु यहाँ परिया छ, यसलाई राम्ररी पकाएर खुवाएर सुताउनुहोस्। मलाई खानासाना केही बनाउनु पर्दैन भनेर सम्झाएँ, तर के मान्थ्यो आमाको मनले र? राति नै खानासाना बनाएर खुवाउनु भयो। राति सुत्दा त 12 बजिसकेछ। सुत्न जानुभन्दा अगाडि यसो घडी हेरेँ। मैले हेर्नुभन्दा अगाडि नै सबैका आँखा मेरै घडीतिर परिसकेछन्।
मेरो प्यारो कान्छो भाइले घडी मन पराएको मैले उसको हेराइबाटै चाल पाएँ। पहिलो दिन नै उसले केही भन्न सकेन। मैले पनि त्यति बेलै खोलेर दिन सकिनँ। त्यति बेला हातमा घडी बाँध्ने मान्छे ठुलो मान्छे हो जस्तो लाग्थ्यो। जमानै रमाइलो थियो। आफूले पनि पहिलोचोटि बाँधेकोले होला खोलिहाल्न सकिनँ। सायद मेरो कान्छो भाइलाई ठुलो भएको अनुभूति मनमा भएथ्यो होला। तर मैले उसको मन तत्कालै बुझ्न सकिनँ। भाइ खिन्न भयो कि कुन्नी थाहै भएन। अहिले त भाइ पनि 85-86 वर्षको भइसक्यो। घडीको बारेमा आजसम्म केही कुरै हुन पाएको छैन।